guys, namaste and welcome back to my channel. I am Ashmi र आज म धेरै पछि भिडियो बनाउन गइरहेको छु हैन. भिडियो बनाउनको मेन उद्देश्य के हो भन्दाखेरि चाहिँ मेरो कामहरु टु डु लिस्टमा बनाए अनुसारको फ्लोमा चाहिँ गएको छैन के. त्यही भएर आज चाहिँ मैले कामहरुलाई कसरी सक्छु भन्ने कुरामा चाहिँ आफुलाई ट्र्याक गर्न मन लागेको छ. मेरो कामहरु धेरै नै छ. आज म 2-3 दिन बिदामा थिए हैन. अनि त्यो बिदाले गर्दाखेरि मेरो काम कति अफिसको रोकिया छ नि त, त्यो कामलाई पनि कन्टिन्यू गर्नु पर्यो. अनि त्यही भएर चाहिँ मेरो टु डु लिस्टमा चाहिँ राखे अनुसारको चाहिँ एउटा चाहिँ डेटा एनालाइसिस अनि इन्टरप्रिटेसन छ, अर्को भनेको चाहिँ प्रपोजल फाइनलाइज गर्नु छ, अनि एउटा भनेको चाहिँ मेरो आफ्नै रिसर्चको चाहिँ आज कुनै एउटा ठाउँमा चाहिँ मेरो आज फाइनल सबमिसन छ. त्यो फाइनल सबमिसनको लागि पनि मैले काम गर्नुपर्ने छ. त्यही भएर यो तीनटा काम मैले कसरी ब्रेकडाउन गर्छु, टाइम म्यानेजमेन्ट गर्न सक्छु या सक्दिनँ भन्ने कुरा चाहिँ मलाई ट्र्याक गर्न मन लागेको भएर भिडियो बनाइरहेको छु. सो गाइज स्टे ट्युन. गाइज यति भन्दै मेरो 2टा काम मात्रै आज कम्प्लिट भयो. एउटा काम इनकम्प्लिट नै छ. अब हेरौँ बेलुकासम्म के हुन्छ. गाइज यति भन्दै मेरो प्रपोजल फाइनलाइज गर्ने काम चाहिँ बाँकी रह्यो. 80% काम सकिएको खुसियालीमा एक कप चाय तो बनती है गाइज. Thank you so much for watching. Until next time, bye.